हेलो गाइस, म पनि नयाँ भिडियो लिएर माल्टाको विषयमा आएको छु। हाम्रो माल्टामा जीवनयापन कसरी भइरहेको छ, हामी कसरी काम गरिरहेछौँ, सानो क्लिप लिएर आएको छु। सबैजनाले माया गरिदिनु होला। अब डेली डेली लाइफ अफ माल्टाको चाहिँ जे होस् अपडेट दिइराख्ने नै छु। फर्स्ट अफ अल त मेरो युट्युब च्यानल सब्सक्राइब गर्नु होला नयाँ नयाँ भिडियो देख्नको लागि हैन। अनि माल्टामा चाहिँ जे होस् माल्टा चाहिँ लाइक मलाई नेपाल जस्तै लाग्छ। यहाँको वेदर चाहिँ अहिले चाहिँ सन्नी वेदर छ एकदम हैन। अनि त्यसपछि म चाहिँ अब पार्ट टाइम बिहान गर्छु अनि दिउँसो चाहिँ म फुल टाइम गर्नको लागि चाहिँ अर्को ड्युटी जानुपर्ने हुन्छ यसरी नै। सो हामी चाहिँ टाइमिङको चाहिँ एकदम फलो गर्नुपर्ने हुन्छ। यहाँ टाइम एकदम सर्ट, त्यही भएर चाहिँ म अलिकति भागदौड गरेर बस भेट्ने कोसिस गरिरहेको छु। बस स्टप चाहिँ हाम्रो रुमदेखि त्यस्तै 5 मिनट जति लाग्छ, 500 मिटर जतिको डिस्टेन्समा छ। अनि जस यहाँ चाहिँ बस सेवाहरू चाहिँ एकदम सही छ। एकचोटि बस कार्डहरू हजुरहरूले लिनुभयो भने चाहिँ त्यसलाई 18 देखि 20 युरो पर्छ समथिङ। अहिले चाहिँ खै कति भएको छ, सायद 28 समथिङ कति भएको छ। पहिला चाहिँ हामी 17 युरो समथिङमा चाहिँ ल्याएको थियौँ। यसरी गरेर नै भाग्नुपर्ने हुन्छ बस भेट्नको लागि चाहिँ। अनि जे होस् बस सेवा चाहिँ एकचोटि कार्ड लिइसकेपछि फ्री छ यहाँ चाहिँ। अनि पन्च गर्ने हिँड्ने त्यही नै हो। म अहिलेसम्म चाहिँ त्यही बस कार्ड जुन म 2022 डिसेम्बरमा आएको थिएँ त्यति बेलै बस कार्ड बनाएको, अहिलेसम्म फ्री यात्रा नै गरिरहेको छु। अरू चाहिँ यहाँ जे होस् रुम रेन्टहरू चाहिँ अलिकति एक्सपेन्सिभ नै छ। जे होस् पैसा पनि ठिक छ। अझै स्किल भएको हुन्छ भने हजुरहरूमा स्किल छ भने चाहिँ राम्रो पे हुन्छ यहाँ चाहिँ। अब फ्रेसरहरूलाई थोरै डिफिकल्ट हुन्छ, काम पाउन पनि अलिकता हुन्छ नि सुरुमा आउँदा पनि। ल फाइनल्ली मेरो बस पनि आयो। अब हेर्नुहोस् है, यसमा बसमा चाहिँ हामी यसरी नै यो अटोमेटिकवाला डोर हुन्छ, यसमा चाहिँ यो डोर ओपन हुन्छ। अनि यहाँ चाहिँ हाम्रो आफ्नो कार्डहरू चाहिँ पन्च गर्नुपर्ने हुन्छ। अनि यहाँ कार्ड पन्च गरेँ मैले चाहिँ। अनि यसरी नै अब म